साताको शनिबार र आइतबार 2 दिन सार्वजनिक बिदा दिने 3 दशकमा दोस्रो प्रयास आजबाट लागू हुँदै सरकारी कार्यालय बिहान 9 बजेदेखि बेलुका 5 बजेसम्म खुल्ने, शैक्षिक संस्थामा भने साबिकै समय कायम। 3 सातापछि सुकेटार विमानस्थलमा जहाज अवतरण, 33% ताप्लेजुङको हवाई भाडा वृद्धि, हवाई उडान तालिका समेत कटौती। चैते दशैंको अवधिमा 15,000 भक्तजनले पाथिभराको दर्शन गरे। ओली लेखक मुद्दाको सुनवाई आज पनि। संघीय संसदको दुवै सदनको बैठक बस्दै, कांग्रेस संसदीय दलको बैठक पनि आज। दलको नेता चयनबारे छलफल गर्ने प्रस्ताव। हर्मुज जलमार्ग खोल्ने बारे इरानको नयाँ शर्त, इरान अमेरिका तनाव चुलियो, ट्रम्पको 48 घण्टे अल्टिमेटम। र आइपीएल क्रिकेटमा बेंगलुरुले लगातार दोस्रो जित निकाल्दा लखनऊले खाता खोल्यो।